हेलो नमस्कार। आजको पाठमा म तपाईलाई A1 नेम प्लेट कसरी अथवा टाइटल ब्लक कसरी बनाउने त्यो सिकाउन गइरहेको छु। योभन्दा अगाडिको पाठमा हामीले A3 गरेका थियौँ भने यस पाठमा चाहिँ हामी A1 गर्छौँ। त्यसको लागि तपाईले फाइलमा गएर पहिला टाइटल ब्लकको लागि न्यू टाइटल ब्लक गरेर न्यू साइज गर्नुपर्छ। हामीलाई थाहा छ A4 पेपरको साइज 841 by 594 mm हो। सो यसलाई चाहिँ पहिला हामी 841 mm तपाईलाई के अप्ठ्यारो भयो भने गुगल गर्न सक्नुहुन्छ। 841 mm छ अनि 594 mm। सो यसको लागि चाहिँ हामी AutoCAD फाइल युज गर्छौँ जुन तपाईलाई हाम्रो ग्रुपमा पनि सेयर गरेका थियौँ है। जरुरी छैन यसलाई रिभिट पनि गर्न सकिन्छ, तर AutoCAD मा तपाईले सिम्पली यसरी लेख्नुभयो भने तपाईलाई धेरै नै सजिलो हुन्छ हैन। सो यो डेट भयो, यो भयो है। यिनीहरुलाई फाइललाई मैले सेभ गरेँ A1 पेपर। त्यसपछि रिभिटमा गएर इन्सर्टमा जान्छु र इम्पोर्ट क्याडमा जान्छु। अनि तपाईले लेयरमा खेल्नुभयो भने यसलाई ब्ल्याक एन्ड व्हाइट गर्नु होला है, कालोमा हेर्ने हो हामीले। अनि त्यसपछि यसलाई मैले यहाँ राखेँ। त्यसपछि यसलाई म पहिला मुभ गरेर कर्नर टु कर्नर मिलाउँछु। अनि त्यसपछि क्याड फाइललाई क्लिक गरेर स्केलबाट यो पोइन्ट टु यो पोइन्ट अनि यसलाई रिसाइज गरेर यहाँ राख्छु। देख्न सक्नुभयो हाम्रो लगभग काम सकिसक्यो। अनि तपाईले यहाँ हेर्नुहुन्छ भने AutoCADबाट बाहिरको बोर्डरलाई फालिदिँदा हुन्छ। सो यसलाई सिलेक्ट गरेँ, क्युरीमा गएर यसलाई सिलेक्ट गरेर यो लेयर बाहिरको डेप पोइन्ट लेयरलाई मैले यसरी डिलिट पनि रोक्ने। यो बाहिरको डेप पोइन्ट हो। क्युरीमा गएर यो बाहिरको लेयर 0 त होइन है, यसलाई सिलेक्ट गरेँ। ठिकै छ। म त यस्तो पनि गर्न सक्नुहुन्छ। तपाईँ भिजिबिलिटी ग्राफिकबाट यो डेप पोइन्टको लेयरलाई अफ गरिदिनु होला। ओके, अब हामीले चाहिँ के गर्नु पर्यो भन्दाखेरि यसमा के लेबलहरू एड गरौँ। क्रिएटमा गएर तपाईँ लेबलमा गएर यो कन्सन्ट्रेटको लेबल दिन सक्नुहुन्छ। जस्तै ओनरको दिन्छु है त। ओनर भन्नाले अभियसली क्लाइन्टै त ओनर हुन्छ हैन। सो क्लाइन्ट नेमलाई मैले यहाँ दिएँ। यहाँ लेख्ने नाम चाहिँ मैले ओनर भनेर लेखेँ है त। यो टाइटल ब्लक बनाउन टाइम लाग्छ है। तपाईहरुले चाहिँ अलिक टाइम दिएर चाहिँ गर्नु होला है। धेरै चाहिँ क्वेसन आएको अलिक टाइम लाग्यो भनेर यो फाइल म तपाईलाई सेयर त गर्छु, तर तपाईले भोलिको दिनमा गर्दाखेरि चाहिँ यो टाइम दिएर चाहिँ एकचोटि मात्रै बनाउनुपर्छ टाइटल ब्लक, घरिघरि बनाइराख्नु पर्दैन है। सो फन्टहरू आफ्नो मनपर्ने युज गर्नु होला। 1/8 जति गर्छु। ओके, सो यसलाई अब नयाँ लेभलको लागि, लेभल भनेको भोलिको दिनमा युजरले इनपुट दिन पाउँछ त्यही हो। जस्तै लोकेसन पनि तपाईले दिन सक्नुभयो हैन। साइट एरिया पनि तपाईले उसले टाइप पनि गर्न सक्यो। ड्रन बाईमा जानु पर्यो, डेटमा जानु पर्यो, स्केलमा जानु पर्यो, यहाँ जानु पर्यो अनि सिट नम्बरमा जानु पर्यो। ओके, यसलाई मैले एडिट गरेँ, एडिट लेभलमा आइहाल्छ। अनि लोकेसन भनेपछि हाम्रो यहाँ के छ है त, प्रोजेक्ट लोकेसन भनेको रहेछ। प्रोजेक्ट एड्रेस पुरानोलाई मैले फालेँ अनि ओके गरेँ। त्यसपछि ओनर भइहाल्यो। चेक बाई एडिट लेभल चेक बाई भइहाल्यो, पुरानोलाई फाल्यो। अनि त्यसपछि ड्रन बाई है, ड्रन बाई एडिट लेभल, डिजाइनलाई ड्रन बाई, क्लाइन्ट नेमलाई फालिदिउँ। स्केल एडिट लेभल, क्लाइन्ट नेमलाई फालिदिउँ। अनि डेट, यो डेट चाहिँ मलाई अलिकति ठिक लाग्दैन, किन भन्दाखेरि सधैँ एउटै डेट आइरहन्छ। सो डेटको लागि पनि पहिले टाइप गरेर राख्दा भयो कि लेभल नदिएर जस्ट टाइप गर्ने चाहिँ तपाईलाई यहाँ टाइप पनि गर्न सक्नुहुन्छ। जस्तै साइट एरिया तपाईँलाई चाहियो हैन, क्रिएटमा जाने, टेक्स्टमा गएर जस्ट तपाईले टाइप पनि गर्न सक्नुहुन्छ। यसको साइट एरिया कति छ भन्दाखेरि हाम्रो यो प्रोजेक्टको रोक्ने म तपाईलाई यो फाइल पनि तपाईलाई मैले दिएको छु, हेर्नु होला। किनभने यो साइट एरियाहरू त तपाईले टाइप गर्दा नि हुन्छ है। कति छ भन्दाखेरि यसको साइट एरिया
यहाँ छ 2412 .170 स्क्वायर फिट भनेर लेख्दा भयो। म्याच प्रोपर्टिज गरेर यसरी पनि ट्रान्सफर, तर यो हाम्रो लेभल भएको हुनाले नमान्ने हो। एडिट टाइप अनि यो चाहिँ फन्ट गरिदिउँ न त, मैले त्यस फन्ट तपाईँले आफ्नै हिसाबले गर्दा पनि हुन्छ है। फन्टमा त्यस्तो केही राखेको छैन, अरू पनि यहाँ पैसा दाममा पनि लेखिदिनु होला। यो चाहिँ अलिकति यो ओप्याक गरिराखेको हुन्छ र ट्रान्सपेरेन्ट गरिदिउँ होइन, यसरी चाहिँ तपाईँले लेख्न सक्नुहुन्छ। संक्षिप्तमा मैले तपाईँले भनिराखेको हो, यो कुराहरू तपाईँले चाहिँ टाइम दिएर अलिकति चिटिक्क बनाउने ट्राई गर्नु होला। यसलाई पनि सिट नम्बर है। सो यो फाइल म तपाईँलाई सेयर गर्छु क्लासमा। क्लासको लागि चाहिँ हामीलाई यतिको टाइटल ब्लकले हामीलाई मोर देन इनफै हुन्छ है। अनि पछि क्लासमा म तपाईँलाई फर्दर कुराहरू पनि भनिदिन्छु। यो फाइल म तपाईँलाई सेयर गर्छु। यसलाई चाहिँ मैले अहिलेलाई A1 टाइटल ब्लक भनेर मैले नाम दिएर सेभ गरेँ। अनि यसलाई प्रोजेक्टमा हामी लोड गरौँ है त। प्रोजेक्टमा लोड गर्न, लोड इन्टु प्रोजेक्ट गरेँ। यो फुट भनेर अब देख्न सक्नुहुन्छ यो हाम्रो यहाँ लोड गर्ने होइन, हाम्रो नयाँ सिट बनाउँ। नयाँ सिट बनाउनको लागि यो सिटमा गएर न्यू सिट गरौँ है। अनि A1 टाइटल ब्लक भयो। ग्राउन्ड फ्लोर हामीले यहाँ राखिसकेका छौँ। अब तपाईँलाई अरू चाहियो भने, जस्तै अरू सिटहरू चाहियो भने यहाँ देख्न सक्नुहुन्छ ओनर भनेको हो। जस्तै कि मानौँ ओनर भनेको हाम्रो यो भयो, हाम्रो यसको प्रोजेक्टको ओनर होइन। अनि यहाँनिर चाहिँ हामीले ओनर भइराखेर चाहिँ एडिट फ्यामिली, यो एडिट फ्यामिली लोकेसनमा चाहिँ मैले एडिट लेभल गर्न बिर्सिरहेको छु। प्रोजेक्ट लोकेसन हुनु, प्रोजेक्ट एड्रेस दिँदा हुन्छ। अनि यसलाई चाहिँ हटाएँ। त्यही भएर एकदम राम्रो छ कि यो अब यो आफै अपडेट भइहाल्छ है, तपाईँको केही गर्नु पर्दैन। यसको चाहिँ चिन्ता लिनु पर्दैन। लोड भइसक्यो प्रोजेक्टमा। ओभरराइट एक्जिस्टिङ भर्जन गरौँ। अब इन्टर एड्रेस एड्रेस चाहिँ त्यहाँ दियो भने है, जस्तै डन भयो। अनि त्यसपछि डन है। यसरी चाहिँ गर्न सक्नुहुन्छ है। सो यो कुराहरू हामीले यसलाई चाहिँ हामी लेभल भन्छ। सो यो फाइल मैले तपाईँलाई दिएको छु, तपाईँले पनि अब के गर्नु पर्यो, तपाईँले चाहिँ यसलाई यो अटोक्याडको फाइललाई उडाएर रिपिटको पनि टाइप गर्न सक्नुहुन्छ है। त्यो जस्ट यसकै माथि टाइप गर्ने, पछि तपाईँले चाहिँ के गर्ने भन्दाखेरि त्यसलाई डिलिट गरिदिने अनि सकिहाल्यो। त्यति मात्रै गर्दा नि हुन्छ है। अटोक्याडलाई पनि युज गर्नुहोस् स्टार्टिङमा होइन, त्यो खासै त्यस्तो इस्यु आउँछ जस्तो मलाई लाग्दैन। अब तपाईँले के गर्नु पर्यो भन्दाखेरि जस्तै कि ग्राउन्ड फ्लोरलाई ड्र्याग गरेर मैले यहाँ राखेँ होइन, तपाईँलाई थाहा छँदैछ यो ग्राउन्ड फ्लोर यहाँ राख्ने है। यी कुराहरू चाहिँ हामी क्लासमा डिस्कस गर्छौँ है। अनि त्यसपछि हाम्रो साइटलाई मैले यहाँ राखेँ। साइट प्लान म तपाईँलाई सिकाउँछु, डन्ट वरी। साइट ट्राइङ्गुलेसनहरू कसरी गर्ने होइन। त्यस्तै गरेर ड्राफ्टिङ भ्यूमा गएर हाम्रो लोकेसन म्याप छ होइन, त्यो लोकेसन म्यापलाई यहाँ कसरी राख्ने, यी कुराहरू पनि हामी सिक्छौँ। तर यो लोकेसन म्याप हाम्रो ठुलो आइरहेछ, किन भन्दाखेरि हाम्रो लोकेसन म्यापको स्केल चाहिँ ठुलो छ। सो यसलाई चाहिँ अलिकति लोकेसन म्याप नट टु स्केल हुन्छ, तर तपाईँले यहाँ सानो स्केलमा राखिदिनु। अनि यो तपाईँको सिटमा पनि यो मिलेर आउँछ यसरी। लोकेसन म्याप नट टु स्केल हो। यो टाइटल यो चाहिँ यो भ्यू कोड हुन्छ। यसलाई एडिट यसलाई हटाउनुको लागि एडिट टाइप डुप्लिकेट अनि नो नेम भनेर मैले दिएँ। त्यसलाई नै नो नेम गरेर पछि झ्याउ हुन्छ क्या, नोन गरिदिनु अनि यो गायब भइहाल्छ। अनि एडिट टाइप यो डिस्प्ले लाइन भनेर के छ, यो लोकेसन म्याप त यस्तो जस्ट बुझ्नुभयो होला। यो लोकेसन म्याप अब यो हामी राख्छौँ क्लासमा। सो मैले तपाईँलाई दिइसकेको छु। अब A1 अब चाहिँ टाइम ल्याप्समा मैले चाहिँ तपाईँलाई स्टेप बाई स्टेप त्यो अटोक्याडकै माथि ट्रेस गरे जस्तै हो। सो तपाईँले यो भिडियो पार्ट 2 जस्तै रूपमा पनि हेर्न सक्नुहुन्छ। हरेक कुराहरू तपाईँ रिभिडमा पनि बनाउन सक्नुहुन्छ।